सप्तकोशी नदीमा जलस्तर निरन्तर बढ्दै गएपछि कोशी ब्यारेजका 16वटा ढोका खोलिएका छन्। निरन्तर परेको वर्षा र माथिल्लो क्षेत्रमा बाढीको कारण नदीको पानीको मात्रा तीव्र रूपमा बढ्दै गएको जलस्रोत विभागले जनाएको छ। गत रातिको मापन अनुसार सप्तकोशी नदीमा पानीको स्तर 1,34,555 क्युसेक पुगेको छ। जलस्तरमा लगातार वृद्धि भएपछि सुरक्षाका कारण ब्यारेजका 16वटा ढोका खोलेर पानीको बहाव सहज बनाउन पहल गरिएको हो। गत असोज 19 गते नदीमा पानीको प्रवाह अत्याधिक बढ्दा ब्यारेजका सबै 56वटा ढोका खोलिएका थिए। त्यसपछि केही दिनसम्म नदीको प्रवाह घटेको भए पनि बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण फेरि जलस्तर बढ्दै गएको हो। सप्तकोशी नदी नेपालको सबैभन्दा ठूलो नदी भएकाले यसको पानीको बहाव बढ्दा कोशी क्षेत्रको बस्तीहरूमा बाढीको जोखिम बढ्ने गर्छ। विगतमा यो नदीका कारण ठूलो बाढी र विस्थापनका घटनाहरू पनि भइसकेका छन्। यस्तै स्थानीय प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार विशेष गरी तटीय क्षेत्रका बासिन्दालाई राति सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ। प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तटबन्ध समितिहरूलाई समेत सतर्क अवस्थामा रहन निर्देशन दिइएको छ। ब्यारेज क्षेत्रमा आवत जावत गर्न सवारी साधन र पैदल यात्रुलाई पनि जोखिम कम गर्न स्थायी प्रतिबन्ध लगाइएको जनाइएको छ। वातावरणीय विज्ञहरूका अनुसार पछिल्लो वर्षहरूमा मौसमीय परिवर्तनका कारण कोशी नदीमा पानीको प्रवाहमा अनियमितता देखिन थालेको छ। पहाडी क्षेत्रमा अत्याधिक वर्षा हुँदा नदीको बहाव अकस्मात बढ्ने र तराई क्षेत्रमा बाढीको जोखिम बढ्ने प्रवृत्ति रहेको उनीहरूको भनाइ छ। यसैबीच कोशी तटबन्धका विभिन्न स्थानमा स्थानीय बासिन्दा स्वयंसेवक टोलीका रूपमा परिचालित भई स्थिति अनुगमन गरिरहेका छन्। सप्तकोशीमा पानीको बहाव अझै बढ्ने सम्भावना रहेको बताइएको छ र जलस्रोत विभागले मौसम पूर्वानुमान अनुसार वर्षा केही दिन निरन्तर रहने अनुमान गरेको छ। त्यसैले प्रशासन, सुरक्षाकर्मी र स्थानीयवासी सबै सतर्क अवस्थामा रहन आग्रह गरेका छन्। यो रिपोर्ट सप्तकोशी नदीको हालको अवस्थासँग सम्बन्धित ताजा जानकारीसहित तयार गरिएको हो।